पहिला कलाकार मात्रै थिएँ होइन मिडिया फिल्डमा लगाएपछि मलाई प्रायः ठाउँमा पैसा लिँदैन कि रियल कुरो सही कुरा हो मलाई त्यो वान नाइटको होटल एभरेस्टले पैसा लिएन ए नाइस रियलमा त्यो चाहिँ मान्छेले यो किन मिडियामा आएर किन मिडियामा बोलिरह कति इन्टरभ्यू दिएर भन्छ नि त्यही भएर दिएर जस्तै अहिले चिलबिलमा इन्टरभ्यू दिइरहेको छ चिलबिलमा त धेरै दर्शकहरू छ नि त यदि मलाई अन्त कहीँ नदेखाएको छ नि यहाँ पनि देख्छ किन फिल्मबाट आउँ भने फिल्म छैन फिल्म किन नखेला भन्छ नि दर्शकहरूले म अरूहरू ढाड्दिनँ कि कसैले खेलाएको छैन कहाँ खेल्नु त भन्छ यो लकडाउन पछि मेरो फिल्मै छैन कि ए प्रड्युस गर्नलाई आफै बनाउनु आफै बनाउनु पहिला त आफै नै बनाउँथ्यो आजकल बनाउने नि डर छ क्या उसमा एउटै हिरोले 50 लाख 60 लाख भन्छ हिरोइनले त्यस्तै भन्छ टेक्निसियनहरू त्यतिकै महँगो छ 50 लाख माग्ने हिरोको धेरै छन् नि अहिले अहिले एक दुईजना छन् धेरै छ अनमोल केसी पल साप पल साले पनि 50 लाख माग्छन् डिजर्भ पनि गर्छ उनीहरूले होइन दयाहाङ राई विपिन कार्की धेरै छ नि विपिन कार्कीले त 50 लाख खत्रै हो। माग्छ